साथीहरु नमस्ते। ल हेर्नुस् है, मैले आज तपाईहरुलाई आइफोन 12 यो चाहिँ ब्याक प्यानल चेन्जको लागि आएको भएर सानो भिडियो बनाएर यो चाहिँ सन्देशमूलक भिडियो चाहिँ तपाईहरुलाई बनाउँदै छु र आइफोन 12 यो चाहिँ ब्याक प्यानल चेन्ज गर्नको लागि आएको छ। यो पहिला पनि फेरेको छैन। ल हेर्नुस् है, हामीले तपाईहरु कति जना एप्पल युजर हुनुहुन्छ र फोन झरेर ब्याक प्यानल फुट्छ, कहिलेकाहीँ हामीले कभर भित्र ब्याक प्यानल फुटिराखेको हुन्छ, हामीलाई थाहा हुँदैन र यो ब्याक प्यानल फुट्दा बित्तिकै चाहिँ हामीले चेन्ज पनि गर्नुपर्छ र यो ब्याक प्यानल चाहिँ चेन्जको लागि आएको छ आइफोन 12 र हामीले ब्याक प्यानल चेन्ज गर्दा सबभन्दा धेरै ध्यान दिनुपर्ने कुरा के त भने यो डिस्प्ले फुट्ने, डिस्प्ले चाहिँ लाइनिङ आउने समस्या एकदमै हुन्छ र यो क्यामेरा बिग्रिने समस्या हुन्छ। हामीले ब्याक प्यानल निकाल्दा मेसिनमा अलिकता चाहिँ हिट गरेर र हामीले यो हट गनले चाहिँ हामीले यसलाई हिट दिँदै निकाल्नु पर्ने हुन्छ र यो हिट गर्ने क्रममा कहिलेकाहीँ यो क्यामेरा बिग्रिने गर्छ, क्यामेरा ब्लोर आउने गर्छ र क्यामेरामा चाहिँ दाग देखिने सम्भावना हुन्छ। त्यो भएको भएर तपाईहरुले आइफोनको ब्याक प्यानल चेन्ज गर्दा एकदम दक्ष तथा अनुभवी टेक्निसियनलाई दिनु होला र भर्खरै सिकेको जानेको दाजुभाइहरूले चाहिँ यो गर्न सक्नुहुन्न र मलाई पनि आफै यो एप्पल आइफोनको चाहिँ ब्याक प्यानल फेर्ने एकदम ठुलो इच्छा चाहना भएर मैले आफ्नै ल्याबमा चाहिँ सिकेको पनि छु, म फेर्छु पनि। कतिपय भिडियोहरू मैले सामाजिक सञ्जालमा राखि पनि सकेको छु र तपाईहरुले यो ब्याक प्यानल फेर्दै गर्दा एकदमै ध्यान दिनुस् र दक्ष अनुभवी टेक्निसियनलाई चाहिँ ब्याक प्यानल फेर्न लाउनुस् र यसको चाहिँ ओरिजिनल ब्याक प्यानल हाल्नुपर्छ। ओरिजिनल ब्याक प्यानल हाल्दा तपाईको अलिअलि फोन झर्दा पनि खस्दैन, खसे पनि यो फोन चाहिँ फुट्दैन। र हाम्रो इनोभेसन इन्स्टिच्युट अफ टेक्नोलोजी काठमाडौँको सिटिसी मलमा छ र हामीले पसलहरूको रिपेयर गर्छौँ होलसेलमा र विशेष गरी हामीले एप्पल आइफोन र म्याकहरू, एप्पल वाचहरू बनाउने गर्छौँ र एन्ड्रोइडको चिप लेभलको काम, हार्डवेयरको काम पनि गर्छौँ हामीले। तपाईहरुले डिस्प्ले फेर्दा, ब्याट्री फेर्दा, ब्याक प्यानल फेर्दा, क्यामेरा फेर्दा, फोनहरू रिपेयर गर्दा एकदमै धेरै ध्यान दिनुपर्छ र कतिपय फोनहरू चलाउँदै डेट भइदिन्छ। त्यस्तो फोनहरूलाई हामीले कसरी चाहिँ यसको सोलुसन पत्ता लगाउने त, त्यो पनि दक्ष अनुभवी टेक्निसियनले नै पत्ता लगाउनुहुन्छ। हाम्रो इनोभेसन इन्स्टिच्युट अफ टेक्नोलोजीमा बेसिक, एडभान्स र चिप लेभलका क्लासहरू हुन्छन् र त्यो क्लासहरूमा हामीले तपाईहरुलाई क्यामेरा कसरी चेन्ज गर्ने, फोनको चाहिँ यो डिस्प्ले कसरी खोल्ने, कसरी चेन्ज गर्ने, तपाईको यो स्पिकर लाउड गर्दा सुनिने र लाउड अफ गर्दा नसुनिने हुन्छ, यो चाहिँ स्पिकरको समस्या हुन्छ, यो कसरी चाहिँ बनाउने, तपाईको फोन डेड भएको खण्डमा चाहिँ यसको चाहिँ कसरी मदरबोर्डमा समस्या छ अथवा चार्जिङ आइसीमा समस्या छ, यो कसरी पत्ता लगाउने, ब्याट्री कसरी फेर्ने, यो फोनलाई चाहिँ कसरी ब्याक प्यानल फेर्ने भन्ने यथावत सानोतिनो कुराहरूदेखि लगेर ठुलो हार्डवेयर चिप लेभलको कुराहरू पनि हामीले सिकाउने गरेका छौँ।